म चाहिँ डिएसपी दिलीप छेत्री हो। म सिमारा प्रहरी कार्यालयको प्रमुख हो। अब यो घटना सम्बन्धमा हामीले चाहिँ जाहेरी लिएर दुईजना मान्छेलाई चाहिँ पक्राउ गरिसकेका छौँ। अनमोल गुरुङ र सुनु कुमार यादव भन्ने दुईजनालाई पक्राउ गरेका छौँ। 4 जनाको नाममा जाहेरी दरखास्त आएको छ। 2 जना मान्छे पक्राउ गर्न बाँकी छ। त्यसको लागि पनि हामीले एकजना चाहिँ काठमाडौँमा चाहिँ लोकेट गरेका छौँ। काठमाडौँमा हामीले खोज्ने कार्य गरेका छौँ र एकजना चाहिँ वीरगञ्ज एरियामा छ भन्ने चाहिँ लोकेट भएको छ। त्यसको लागि पनि हामीले चाहिँ प्रहरी परिचालन गरिसकेका छौँ र उहाँहरूलाई क्षतिपूर्ति दिलाउनको लागि क्षतिपूर्तिका लागि चाहिँ हामीले अनुसन्धानलाई अगाडि बढाएका छौँ। अनुसन्धानमा चाहिँ कुनै त्रुटि हुँदैन। उहाँहरूले पाउनुपर्ने नियम र कानुन बमोजिमको क्षतिपूर्तिका लागि हामी तयार छौँ र त्यसको लागि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। अब तपाईँहरूले चाहिँ यसरी बाटो जाम गरेर हुँदैन। बाटो जाम गरेर समस्या समाधान हुँदैन। कानुनी प्रक्रियामा प्रहरी गएको छ। तपाईँहरूकै पक्षमा हो, पीडितकै पक्षमा प्रहरी जहिले पनि हुन्छ र अनुसन्धानमा चाहिँ कुनै पनि त्रुटि हुँदैन। तपाईँहरूसँग चाहिँ म यो आम जनतासँग चाहिँ यो बाचा गर्छु र तपाईँहरूलाई कुनै किसिमको त्रुटि नभइकन अनुसन्धान प्रक्रियालाई चाहिँ पुरा गरिन्छ र बाटो चाहिँ तपाईँहरूले चाहिँ यसलाई खोलिदिनुहोस्। यो यसरी चाहिँ सबैलाई सार्वजनिक रूपमा चाहिँ समस्या पार्नु हुँदैन। हामी सबै सचेत नागरिक हो। सचेत नागरिकको हिसाबले हामीले आफ्ना प्रक्रियाहरू अगाडि बढाउनुपर्छ। त्यही नै मेरो अपिल हो।